अनि मलाई पहिला के भयो अनि मेरो सानो नानी थियो मैले सानो नानी पाउँदाखेरि अनि कस्तो ताल पर्यो अनि काखमा रहेन नि अनि मैले दुध निचारेको थिएँ कि अनि दुध निचार्दाखेरि खै त्यो दुधबाट निचार्दाखेरि के भयो के भयो नानी पनि बित्यो अनि मलाई याद गरिनँ कि याद नगर्दाखेरि पछाडि अन्तिममा नुहाउँदाखेरि फेला पारे कि मेरो हातले फेला पार्दाखेरि के होला यो यस्तो भनेर मैले फेरि वास्तै गरिनँ। सुन्न त मैले यो स्थानमा क्यान्सर हुन्छ अरे गाँठोहरू घाउहरू भयो भने क्यान्सर हुन्छ अरे भन्ने सुनेको थिएँ तर मलाई याद भएन कि भएन अनि नहुँदै त्यस्तै 17-18 वर्ष बित्यो कि बित्दाखेरि अनि दसैँ आयो दसैँ आउँदाखेरि दाउरा टिप्नु पर्यो है गाउँघरमा दाउरा टिप्दाखेरि अनि ठक्कर खायो कि हातले ठक्कर खाँदाखेरि म आफैले यस्तो मान्छे हेरेर अनि के भयो त भनेर हेर्दाखेरि पयालो भएछ कि टुप्पोमा भन्दाखेरि अनि मैले कसलाई नि भनिनँ मेरो घरको जान परिवारलाई कसलाई पनि भनिनँ दसैँ ससैँमा नि अनि म आफै मेरो मनले मात्रै सोचेर म हामीले यो भोटेवडार भन्ने ठाउँमा आएर अनि देखाएँ डाक्टरलाई देखाउँदाखेरि तपाईँले यहाँ कतै पनि नगर्नु आमा एकैचोटि भरतपुर जानु भनेर भन्नुभयो अनि आएँ म अनि भन्न त पर्यो जानलाई फेरि त्यस्तो भनेपछि टाढा जा भनेपछि त आउन त पर्यो अनि घरको परिवारलाई भने अनि भनेर आउँदाखेरि म डाइरेक्टै यहाँ आइनँ म त्यताको हस्पिटलमा गएँ कि अनि त्यहाँबाट मलाई डाइरेक्टै यहाँ पठाउनु भयो यहाँ पठाउँदाखेरि अब क्यान्सर देखाउनु भयो क्यान्सर देखाएपछि मैले पुसको 8 गते अपरेसन गरेको अहिले अब आउनु पुग्छ 2 वर्ष पुग्छ थोरै कि भर्खरै लागेर त्यो 17-18 वर्ष पछि मात्रै त्यस्तो भयो हजुर अनि अलिकति बढेछ अनि यो थुनानिर पहेँलो पाकेछ कि पाक्दाखेरि अनि म छिट्टो आएँ नि आउँदाखेरि तत्कालै मलाई अपरेसन भइहाल्यो आउँदाखेरि मलाई अहिले चाहिँ खुसी छु म यसरी फ्रेसमै छु म अब त मर्दिनँ होला भनेर म यति खुसी छु कि नै मलाई डर लागेन मलाई क्यान्सरै छैन यस्तो घाउ त कति हुन्छ यो पिलो एउटा कुरा है मेरो मनले सोचेको पिलो हुनसक्छ भित्र केही हुनसक्छ मलाई क्यान्सरको भयो रे भन्दाखेरि जान परिवार सबै रह्यो तर म खुसी म रोइनँ मेरो जान सबै रह्यो मलाई क्यान्सरै छैन क्यान्सर भएको मान्छे म अब 17-18 वर्ष भइसक्यो हुने भए त त्यतिखेरै हुन्थ्यो नि अहिले किन हुनु परेको थियो र भनेर म आफैले जितेँ कि अब आफैले जितेँ कि मैले अझै पनि मैले अपरेसन गरेर गएँ सबैले क्यान्सर भने म अपरेसन गरेर गएँ मलाई छिमेकीले कस्तो नराम्रो दृष्टिले हेर्छन् कि दुःख पनि लाग्छ म तर फेरि यो हस्पिटलमा आएँ नि आउँदाखेरि म खुसी छु फेरि म घर बस्न मन लाग्दैन म जतिखेर म हस्पिटलमा जानु पाएँ म खुसी हुन्छु भन्छु अनि गाउँ घरमा गयो यो त क्यान्सर लाग्यो अरे छि यसको नजिक बस्न नि हुन्न अरे सर्छ अरे भन्छ हो त सर्छ व्यथा सर्ने व्यथा हो कि के हो होइन तर त्यस्तो भन्छन् कि मलाई छि पनि गर्छन् तर म हस्पिटलभित्र छिरेपछि म त सबैभन्दा टाठो त मै छु कि जस्तो लाग्छ मैले किमो लाएँ तर मेरो घरको समस्याले गरेर म भन्न त खोजेको थिएँ म अहिले डाक्टरहरूकै निर भन्न मन त लाग्थ्यो तर अलि डर लाग्यो गाली गर्नुहुन्छ भनेर घरको समस्याले गरेर मैले 2 किमो छुट्यो 2 वर्ष भयो 2 किमो छुट्यो मैले 8वटा किमो मैले 6वटा मात्रै किन यस्तो भन्ने अब घर गएपछि आउँदाखेरि मलाई बाटो कस्तो फुट्यो मैले भनेको टाइममा आउनु पाइनँ अनि घरमा पनि त्यस्तै समस्या परिहाल्यो अनि घरमाबाट समस्यामा टाइममा आउनु पाइनँ 2 टाइममा आएँ किमो दिनु भएन अनि सेकै पनि 14वटा किमोमा सेगैमा मैले 7वटा मात्रै सेगै अनि कहिले दुःख लाग्छ कि मैले पुरा दबाई गर्न पाएँ होइन यतिमा दुःखी छु यो फेरि डब्ल्याउन हजुर म आफै पर्ममा हिँड्छु
म काममा हिँड्छु, म बाटोघाटी गर्छु, आउँछु। म खुसीले आउँछु कि म आफू कसैलाई सल्लाह दिन्न। मेरो टाइम भएपछि म आइहाल्छु। अहिले पनि टाइममा आउनु पाइनँ, तर कति 6 गते आउनु भन्नुभएको थियो डाक्टर साहबले। म 12 गते कर्म गरेर तपाईँले आफ्नो उपचार गरिरहनु भएको छ। हजुर, बाटो खर्च आउने जाने बाटो खर्च। अरू अब उपचारहरू त पहिला त अब मलाई चम्मले सहयोग गर्नुभयो, चन्दा उठाइदिनु भयो। विदेशबाट चन्दा आयो अलिअलि। छोरी विदेश थिए, छोरीले गर्नु। श्रीमान हुनुहुन्छ, श्रीमान हुनुहुन्छ, छोरा 3 भाइ छ, छोरी 3टा। वर्षतै छ मेरो नाता नातिनी पलातिनी भइसक्यो, तर त्यस्तै हो, सपोर्ट छैन। त्यसैले परिवारले पनि सपोर्ट नगर्दाखेरि तपाईँ आफ्नो उपचार चाहिँ म आफ्नो गर्नुपर्छ, म अझै धेरै बाँच्नुपर्छ भनेर कर्म गरेर पनि बाटो खर्च जुटाएर पनि उपचार चाहिँ आउनुहुन्छ। म टाइममा चाहिँ आउन सक्दिनँ, तर महिनामा चाहिँ आइपुग्छु। आइज भनेको टाइममा चाहिँ दिनमा चाहिँ म भ्याउन सक्दिनँ। त्यही हो, अब टाढाको बाटो छ, छोरा तिर्नु पैसाले पुग्दैन मलाई। आउन पर्यो, जान पर्यो, अनि आउनु भ्याउँदिनँ। जे होस् त्यो महिनालाई चाहिँ आउँछु, त्यो महिनामा चाहिँ आइपुग्छु, महिना चाहिँ कट्दैन। तर फेरि यो सेकै र किमु चाहिँ टाइममा नलाए त नदिनु हुँदो रहेछ कि, दिनु भएन कि मलाई। भयो यति हो, अब तिमीले टाइममा आएनौ, हुन्न आमा, अब त मिल्दैन भन्नुभयो कि। अनि यतिमा अलिकति दुःखी छु, मैले पुरो गर्न सकिनँ भने। यसले के असर पार्छ कि जस्तो लाग्यो कि, अलिक त्यतापट्टि अलिक डर लाग्यो, मिल्छ कि मिल्दैन होला। म त टेन्सन नगर, केही होइन यो व्यथा। आफैले जित्न सक्नु पर्दो रहेछ। त्यो भयो भने आफूले जित्न सकिन्छ, यो व्यथा केही पनि होइन। यो व्यथामा डराउनै पर्दैन, किन टेन्सन गरेको, गर्नु पर्दैन भनिदिन्छु। अनि एउटा कुरा, मेरो गाउँघरमा चाहिँ छैनन् है यस्तो मान्छे, छैनन्। तर मलाई चाहिँ त्यो आइमी आहा है, क्यान्सर लाग्यो आइमी आहा, नजिक पर्नु हुँदैन भनेर तर्किने मान्छे नि छन् कि। सर रोग हो रे, तर्किने मान्छे नि छन्। तर तर्क्यौ, तर तिमी चाँडै जालौ, तर म जान्न भन्छु। म जित्छु कि जित्छु। अनि मेरो बुढाले के भन्छ भने, मेरो बुढाले नि दिँदैन हाउसल मलाई। तँलाई यस्तो रोग लागेको मान्छे कति दिन बाँचेर त्यस्तो ठुल्ठुलो कुरा गरेको भन्नुहुन्छ। दुःख लाग्छ क्या मलाई। ठिक छ, म बाँचे, म मरे पनि मेरो बुढीले यस्तो हौसला दिए, मोरी त के गर्ने त भन्नुहोस्, भइहाल्यो नि त। म त तर तपाईँ जानुहुन्छ म जान्न भनेर म बढ्छु कि अगाडि। तर म कर्म गरेर किन आउँथेँ त? मेरो छोरा लाउरी छैन, बुढो लाउरी छैन, तर म कर्म गरेर मैले सकेर त गरेको त होइन होला, हो कि होइन? सकेर त गरेको होइन होला। म अहिले तपाईँहरू हुनुहुन्छ, म किन ढाँट्छु? म दुःख पाउनेको छोरी हो। 2 दिन 3 दिन धान काट्न गएर मेरो हात थचक्कै बसेर हात यसो गरेर आएको हो। म पर्मा लिएर म डाक्टरबाट किन आउने त? तर म बाँच्छु भनेर आउने, हो कि होइन त? म बाँच्छु, मेरो टाइमसम्म बाँच्छु भनेर आएको। अहिले 60-70 वर्ष भइसक्यो। यस्तो बुढी मान्छे यसरी काम गरेर डाक्टर भेट्न आउन सक्थेँ त म, तर मेरो ज्यानको शरीरको माया लाएर आएको। के लाग्ने, अब म यस्तो गरिब छु, मैले यस्तो अब टाइममा म आउन सकिनँ। अलिकति सहयोग दिएदेखि म टाइममा नै आउन सक्थेँ होला। अनि यो किमु छुट्यो, किमु पनि दिए नि हुन्थ्यो, मलाई पुरो गर्न पाए हुन्थ्यो। सेकै पनि दिए नि, मलाई पुरो गर्न पाए हुन्थ्यो। अब पैसा दिउँ, पैसा छैन। अब त्यो के हो, कागजमा पैसा सकिए, एकपल्ट सकियो, फेरि थपेँ, त्यो पनि सकिने लाग्यो। अब सरहरूले डाक्टरहरूले दिए पनि पैसा थपेर गर्ने मेरो क्षमता छैन। सरहरूले डाक्टरहरूले मलाई त्यति किमु पनि मलाई पुरो गरिदिए नि हुन्थ्यो, अनि मलाई सेकाइ पनि पुरो गरिदिए हुन्थ्यो। पैसा छैन अब भन्ने कहरी हो, डर पनि लाग्यो।